ल हेर्नुहोस् न साथीहरू, यसलाई बिहान चाहिँ हामीसँग 4 बजीतिर उठ्यो हो, अनि त्यसपछि फेरि 6 बजीतिर सुतेको यो। अहिले फेरि कति बजे भन्नुहुन्छ भने 11 बज्नु आँट्यो है साथीहरू। हेर्नुहोस् न बल्ल उठेको छ। अझै पनि उसको निन्द्रा पुगेकै छैन साथीहरू। हेर्नुहोस् निन्द्रामै छ हो। त्यो पनि मैले उठाएर पङ्खा कम गरिदिएको अनि उठ्यो। गर्मी छ नि त। के भयो छोलो? निन्दा पुगेन? बटारेदै छ साथीहरू। हेर्नुहोस् न यसलाई, आँखा नखुलेको यसको। के भयो छोरो? ल साथीहरू हेर्नुहोस् न, यसको निन्द्रा खुलेको छैन। नुनु गर्ने अझै? ला अब चाहिँ कता हिँडेको तिमी चाहिँ? लड्छ है लड्छ। निन्द्रामा हिँडिरहेछ साथीहरू। अहिले कहाँ ठोकिन्छ अनि लड्छ हो। सानो कता हिँडेको? आउनुहोस् यता। कहाँ जाने? बाहिर? ल ढोका खोल्न गयो है साथीहरू। त्यो आजभोलि पुरा हिँड्ने भएको छ हो, बाठी भएको छ नि त। सानो अस्तिको जस्तो लाग्छ अहिले। लाग्यो भने अहिले नि म रह्यो भने त्यही माथि थप्छु नि फेरि म त। साथीहरू यसको कि अस्ति ढोकाले चाहिँ च्यापेर हो हातमा लागेको थियो नि त। मम्माको क्लिप ल्याउनुहोस् हरू, ल्याउनुहोस् मम्माको क्लिप देऊ, मम्मालाई देऊ, ल्याउ छिटो छिटो। निन्द्रामा छ, उहाँको रुम्बिरहेछ हो। साथीहरू अहिले चाहिँ यो पनि ठुलो भइसक्यो मेरो छोरो हो। कसको सामान हो यो भनेर उसले सबै चिन्ने भइसकेको छ। सामान कसको त्योहरू सबै दिने यताउता गर्ने गर्छ हो। ल ल आमै।